उक्त बोलेरो गाडी घाँस काट्ने मेसिन लोड गरिरहेको अवस्थामा भासिएको थियो र त्यसपछि अचानक जमिन मुनि पुरिएको थियो। नाग नागिनी छ भने जस्तो कुरा गर्नुभएको छ। के त नाग नागिनी गाडी भासेर देख्दै नदेखि झिक्नै नसक्ने हुन्छ। त्यो नाग नागिनीहरूले भासेर तल तल भाषाको पूजा आजा गर्नु पर्यो त्यहाँनिर। पूजा आजा गरेर त्यसलाई राम्रोसँग बुझाउनु पर्यो, मन्दिर राख्नु पर्यो, त्यहाँ बुझाउनु पर्यो, राम्रो गऱ्यो भने हुन्छ नि। पानी भर्न नाग नागिनी लिएर पानी निस्किँदैन छ। कहाँ निस्किन्छ त पानी? नाग नागिनीहरूले निकालिदियो नि पानी तल जमिनबाट माथि। म यो ठाउँमा बसेको। उहाँहरूले पनि मोबाइल लानु भएको छैन, बेल सुतो खोलेर जानु भएको छ। तर एउटा हलगोरु र गाडी देख्यो भने त महिला मान्छे डुबेको भन्ने मैले सुन्नमा आएको हो। यो अहिले चाहिँ सुन्नमा आएको हो, त्यो पनि वास्तविक मैले भन्न सक्दिनँ।